नमस्ते नमस्ते हेलो युट्युब ब्लग दिनेश डाँगी ब्लग भाइ तपाईँहरूलाई स्वागत छ र अहिलेको तपाईँलाई एउटा भाइरल म भिडियो देखाउन गइरहेको छु। त्यो भाइरल भिडियो हो अस्ति नगरकोट घुम्न जाँदाखेरि दुईजना धादिङको भाइहरूले कुटाइ खाएको देख्नु भएको छ। तपाईँले हेरिसक्नु भएको छ होला, नभए फेरि पनि हेर्नु होला। र कुटाइ खाएका थिए, यस्तो कुटेको छ दाइले, यस्तो कुटेको छ कि आम्मामा दुईजनालाई यस्तो कुट्यो त्यो दाइले। गल्ती दाइकै थियो, तर पनि दाइले कुट्यो। दुईजना केटाहरू केही पनि गर्न सकेन, यस्तो कुट्यो नि केटाहरूले। चाहेको केटाहरू कुट्न सक्थ्यो होला, तर किन कुटेन थाहा भएन। सायद अर्काको ठाउँमा किन हात हाल्नु जस्तो मानेर पनि होला। अब सायद कुटेको जुन हातले झडाएर गल्ती हुन्थ्यो। तर जे कुरो केटाले ठिकै पुरा भिडियो भाइरल बनाइहाल्यो, एकदमै भाइरल भिडियो है, एकदम भाइरल। यो बाइक राइडर दुईजना भाइरललाई एकदम दाइले कुटेको भाइरल र गल्ती दाइकै हो। तर गल्ती थोरै केटाहरू के हो भने जब गाडीले पेलेर आइसकेपछि गइसकेपछि मुख छाडे अश्लील शब्द बोलेर तिनीहरू कमजोरी छ, त्यो मान्छे कमजोरी होला कुट्छु भनेर केटाहरू फर्केर आएर कुट्ने त्यो पनि हाना डेन्जर छ दाइ। बाइक त्यहाँ ठ्याक्क गाडी रोकेर दाइ बसिरहेको छ, केटाहरू गाडी बाइक फर्काएर गएर भेटे पऱ्यो। अब केटाहरू सकेन, अलिक त्यो कमजोरी भएको केटाहरू कुट्दै होला, त्यो पनि दाइ पनि डेन्जर छ। ल गाडी यस्तो दियो नि दाइले है, तर कमजोरी अलिक गल्ती चाहिँ अलिकति बढी दाइको हो, तर थोरै गल्ती केटाहरूको पनि छ है। त्यो भिडियो हेर्नुहोस्, तपाईँ आफै पत्ता लगाउँछ, आफै हेर्नुहोस् फुल भिडियो हेर्नु। रन्डीको छोरो माछ सिक्ने झन्डा हान्दै भयो। रन्डीको बालले त माछ सिक्ने खाते, रन्डीको छोरो माछ सिक्ने जाउँ के गरे आएको यो। तपाईँ कति मैले के गरेँ बुझ्यो। तपाईँले यताबाट आएको भएर गरे म त उसले ओभरटेक गर्दा थिएँ नि त, अलिकति तिमीसँग मर्छ विचार गर है। स्पिड होइन, तिमीले हेपेर आएको नखाएछ मलाई होइन। आयो भने तिमीले म जे पनि गरिदिन्छु यहाँ। त्यस्तो होइन दाइ, त्यस्तो भन्नुहुँदै होइन दाइ। तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर, छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन। तपाईँ त्यसरी पेलेर आउनु भएको अनि मैले ओभरटेक गर्दा थिएन, अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ। ओभरटेक गर्दा थिएन त्यहाँ मैले पेले भयो नानीको छोरा। खोला हातले उताले हाल भनेको छैन तँले के गर्छ भने हेपेको मलाई होइन। तपाईँले त्यसरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हुँदैन। अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ। ओभरटेक गरेर देखेन त्यहाँ मैले पेलेको नानीको छोरा। दाइ केही भनेको छैन दाइ यार, तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार, तपाईँ थोर दाइ यार होइन क्या दाइ यार, के भनेको छैन दाइ यार तपाईँ। भयो दाइ, सरी दाइ सरी दाइ यार, सरी भयो दाइ, सरी ल हाम्रै गल्ती भयो, सरी दाइ यार, सरी दाइ भयो। तपाईँले हान्नु भएन। गोब्रो के गरेको छैन, आउनै छैन दाइ यार, तपाईँ हावा सरी दाइ यार, ल हाम्रै गल्ती भएछ। त्यस्तो होइन दाइ, त्यस्तो हेपेकै छैन दाइ यार, तपाईँ केही भनेकै छैन दाइ, केही भनेकै छैन दाइ यार तपाईँले। भाइ प्लिज क्या दाइ यार, तिमीलाई मलाई हेपेको छैन छैन नि दाइ हेपेको यार। केही भनेको छैन दाइ यार, हामीले त्यहाँबाट ओभरटेक गरिरहेको छु। को तिमीहरू कोही पनि होइन दाइ, हामी अब हुन त के हुनु दाइ, हामी त के होइन दाइ। सरी दाइ यार, हामी सरी दाइ, ल सरी मान्छु त्यो कुरा। सरी दाइ, हाम्रो गल्ती भएछ, सरी एउटा बाइकमा जाऊ, सरी दाइ, हाम्रो गल्ती भएछ, सरी दाइ ल। मैले पेलेको तिमीहरूलाई सरी दाइ यार, सरी दाइ यार, चाबी दिनु सरी दाइ। मेरो हाम्रो उताबाट कहाँ दाइ, धादिङबाट आएको हो क्या, हामी घुम्नलाई आएको दाइ होइन।
त्यो नम्बर नदेऊ मसँग मसँग अब एकजना मान्छे कति पनि मार्छ यहाँ अहिले मैले पनि पेन दिएको हो हाम्रो गल्ती भयो तिमीहरूले पेलेको मैले पेलेको तिमीहरूलाई दाइ भयो ल सरी ल कहाँ तिमीहरू हेर्नु पुगाल त मेरो घाम हेर्नु पुगाल जहाँ सुइगोस् दाइ धादिङबाट आएको हो क्या हामी घुम्न लागेको दाइ हेर्नु होइन पुगाल नि घुम्न लागेको दाइ कसम भगवान् कसम दाइ घुम्न लागेको हो क्या हामी घुम्न दम्बा किन देखाएको लागेको मलाई दम्बा किन देखाएको त्यस्तो देखाएकै छैन दाइ तपाईँले म ओभरटेक गरिरहेको छु हो भाइ दाइ त्यो सही कुरो हो ल हाम्रो गल्ती भयो क्या दाइ सरी दाइ प्लिज दाइ यार त्यो मैले ओभरटेक गर्नु मेरो गल्ती थियो होइन ल हाम्रै तिम्रो र मेरो डिस्टेन्स कति थियो मैले यत्रो क्लोजमा मैले ओभरटेक गरेको होइन नि त्यस्तो दाइ ल हाम्रै गल्ती भयो सरी दाइ यार प्लिज तिमीले चाहिँ मलाई के सोचेर कसले हात हाल्नु तिमीले होइन तपाईँले लट्टै हात हाल्नु भयो नि त नि घोर बन्द तिमीहरू जस्तो बाइक छ नि मैले पनि चढाएको छु तर मैले त्यो दम्बा कहिले पनि देखाएन कति पर्छ मुखी बाइकको तर मैले जिन्दगी छ नि बाइक चढाएर मैले जिन्दगी कसैले मैले यो किसिमको व्यवहार मैले देखाएन क्या तिम्रो जस्तो यङ एज छ नि मैले पनि क्रस गरेर आएको छु लक्ष्मा विशेष भने हालिदिनु त यार त म खोजी खोजी मार्छु नम्बर दो त यसको तर त्यहाँ परेन अरू कुरा होइन नि म ओभरटेक गरेर आएर चाहिँ मलाई बाइक पुरै यसो पेलेर आएर क्या डिस्टेन्स कति थियो थाहा छ तिमीलाई तिमीहरू त्यस्तो बाइक मैले पनि चलाएँ क्या यति तिमीहरूको ज्यान जान्थ्यो यहाँ होइन मैले त्यहाँ ओभरटेक गरेर आएको छु यतिको डिस्टेन्स त मलाई पुरै यस्तो गरेर मैले पनि पेलेर आएको क्या फर्केर आएको मैले यसलाई हात हाल्नु कसले हात हाल्नु छुट्टी नलगा मुची सरी भन्नुहोस् दाइ तिमीहरू चिन्ता लाइन ल्याएर खेल्छु मुची म देखाउ घटना हालिस मलाई मान्छेको खोजी खोजी मार्नु फेरि जोर गर यो मुजी गोब्रो गएर मित्र पचास साठे गोब्रो बोकेर बेलाको गोब्रो गएर बस्छ कुद्न लाऊ भनेको छैन दाइ तपाईँलाई यो दम्बन नदेखाऊ मर्छ मुची ज्यान जान्छ आफूले रिक्स हुन्छ क्या बाइकमा त्यसरी चलाउने तिमीलाई कति बेला राम्रो धेरै त्यहाँ सेल्टस बनाइदिनु म खरबाट फोन गरेर सेल्टस मुजी मेरो पछाडि सेल्टर राम्रो थाहा छ तिमीहरू जहाँसुकैबाट आऊ न यस्तो पेला डर्दै यार हामी त बिस्तारै आइरहेको छौँ यार त्यही पनि बाटो थाहा छैन दाइ फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम आएको अरूसम्म आएको पनि थिएन दाइ चलाउँछ आफू त मर्छ अरूसँग मार्छ हामीले पनि चलाएको छ मजाले चलाएको छु मैले तर जिन्दगीमा मैले कसैले यसरी जिगज्याग मैले कसैले देखाइन मैले आफू त परेको अरूसँग पारिदिनु भइहाल्यो अब ठुलो सरी भनिहाल्यो जस त्यसरी त्यसरी नचलाऊ राम्रोसँग चलाऊ आफू पनि बच्छ अरूलाई पनि बच्छ आजको स्पिड रहेछ त्यस्तो छैन के किन गर्ला जस्तो कसले हात हाल्यो भन्छ मलाई त्यसै चाहिँ पारो तातो बेलामा म त केही भनेको छैन दाइ सरी भनिरहेको छु दाइ तपाईँले तिमीहरूले मलाई के पनि गर्छ नि भाइ आँखा तिम्रो बस्नु मलाई हान्देऊ ल म छेडिदिन्छु मलाई ढालेछ भने म त्यस्तो होइन दाइ यार हामीले त हामी कुरा गरेको छैन मान्छे आउँछ तिम्रो छैन घाउ त गाडीवालाले घाउ लाग्दैन घाउ लाग्यो त बाइकवालालाई हो क्या आफू सेफ भइदिनुपर्छ बाइकवालाले आफू सेफ भएर हिँड्नु हो क्या सिसीको छुने बित्तिकै आफूले घाउ लागिहाल्छ के हुन्छ दाइ कहाँ जाने खराब नगरेर चल्दिउँ यसो घुम्न आएको घुम्न आएको दाइ मैले गल्ती त अब आफ्नो ठाउँ भइसक्यो पनि छैन बनाओस् खासमा त उसैले पेलेर आएको थिएन होइन भनेको क्या उसलाई त यार
सरी दाइ सरी भन्दा पनि होइन मलाई त बाइकमा कस्तो हान्यो अब उसैले पेलेर आएको थिएन पहिला न र उहाँ रङ साइडमा आएको छ ऊ अनि ऊ परैबाट थिचेर आइरहेको थियो क्या उसले ओभरटेक गरेर आएको छ ऊ पुरै रङ साइडमा छ क्या खासमा उसको गल्ती त अब त हामीलाई नै साथी हो त्यही भन्नु ल छोडिदिएको उनीहरूको फोन रहेछ क्यामेरा अन थिएन अघि त्यो रङ साइड आउँदा क्यामेरा अन थिएन त्यो क्यामेरा देखायो होला नि त रङ साइड आएको त अनै गरेर गएर हो नि यहाँबाट बोल्दै गइरहेको थियो धेरै स्पिड थिएन क्या त हामी भोटेको रिस यस्तो अरे के गर्नु त हामी त पार्की पर्यो होइन होला साथी कस्तो लाग्यो साथीहरू तपाईँहरूलाई हेर्नुभयो कसो गल्ती देख्नुभयो प्लिज कमेन्ट गर्नुहोस् कसो गल्ती बाइकवालाको गल्ती हो कि गाडीवालाको गल्ती हो अथवा 50-50 बराबर गल्ती हो त्यसलाई कमेन्ट गर्नुलाई हेर्नुभयो होला तपाईँले पहिला पनि हेर्नु भएको थियो फेरि पनि हेर्नुभयो कस्तो लाग्यो आफ्नो विचार प्रतिक्रिया ट्याक्क राख्नु होला मलाई त गल्ती अलिकति बढी दिएको अनि केही गल्ती केटाहरूको पनि लाग्छ है नखाएछ मलाई होइन आयो भने तिमीले जे पनि गरिदिन्छु यहाँ त्यस्तो होइन दाइ त्यस्तो भन्नु खोले होइन दाइ तिमीले हेपेर आएको हो मलाई ठुलो कुरा नगर छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन त्यसको जुन कुराहरू छ त्यहाँ जुन अरू बाहिर आउने मान्छेहरूले नि बिचरा भाइहरूलाई गल्ती देखायो कि भाइहरूको गल्ती चाहिँ होइन कि त्यहाँ गल्ती 50 बाहिर आउने मान्छे पुरा बुझ्नु पर्थ्यो कि त्यसकै पक्ष लाग्यो अन्त त्यो त्यही ठाउँको मान्छे भएन होला त्यो त्यसकै पक्ष लाग्यो कि गाउँले मान्छेहरू आए एकजना बाइकको बाहिर पछि रोकिए नि उसकै पक्ष लाग्यो कि उसैलाई सपोर्ट गर्यो क्या है गल्ती हो नि होइन यो त्यो भएको कारणले उनीहरूले बुझेर गल्ती त्यो दाइलाई पनि गाली गर्नु पर्यो तर भाइहरूलाई मात्रै उनीहरूले भनेर आफ्नो गाउँ ठाउँ त्यो घरको कुकुर पनि बलियो हुन्छ भन्छ नि आफ्नो घरभित्र कुकुर पनि बलियो हुन्छ क्या बाघ बलियो हुँदैन भने जस्तै त्यहाँ त्यो बलियो भयो हुन त अन्त भइदियो केटाहरूले के गरिदियो होला तर त्यहाँ चाहिँ कस्तो भइदियो भने उसकै गाउँ ठाउँ उसकै ठाउँ हो कि भनेर केटाहरू बाहिर धादिङबाट आएको रहेछ केटाहरू डर आए फर्केर आयो मैले एउटा हात लगाउँछु कसले हात लगाउँछु केही भनेको छुट्टी नलगा मुसी सरी भन्नु चाहिँ दाइ तिम्रो चिन्ता लाइन ल्याएर खेल्छु मुसी म दाइ लाउनु यो हुँदैन भने फोन आएको त्यो हकमा हालिस मलाई मान्छेको खोजी मारिदिनु फेरि जेल गर यो मुसी गोब्रो गएर मित्र पछाडि गोब्रो बोकेर बेलाको गोब्रो बोकेर म चाहिँ कुद्न लाऊ भनेको छैन दाइ तपाईँलाई यो दम्बन नदेखाऊ मर्छ मुची ज्यान जान्छ आफूले रिक्स हुन्छ क्या बाइकमा त्यसरी चलाउने तिमीलाई कति बेला राम्रो धेरै त्यहाँ सेल्टर बनाइदिनु म खरबाट फोन गरेर सेल्टर मेरो पछाडि सेल्टर राम्रो थाहा छ तिमीहरू जहाँसुकै आउन आफ्नो उहीमा चलाउन